स्माइल गर्न पछाडिको ब्लर हान्दियो कि के गर्यो अर्को गर अबुई झन्डै लडेको म्याच नुहाउनु भनेर आएको त म्याच पानी नै रहेन रहेछ यार हेट डाँडा पनि यस्तो डाँडा छ कि स्वाटै माथिसम्म छ ल अनि अब हामी चाहिँ फर्किँदै फेरि अब अर्को ठाउँतिर जाने पानी भेट्यो भने नुहाउने हो घाम पनि के बित्ति चर्काएको कि चिसो पानीमा नुहाउँ भनेर आएको पानी पनि छैन मान्छेहरू त कुखुराको गाडीहरू ल्याएर चाहिँ चुल्लीहरू धुइरहेको रहेछ क्या बाटो पनि लास्टै ठाडो छ क्या ल त्यो भन्दा 2 वर्ष अगाडि आएको थियो यही ठाउँमा त्यसरी यहाँ उयो थियो ढलान गरेको राम्रो थियो यहाँसम्म थियो छेउछेउसम्म यहाँ छेउछेउसम्म थियो अहिले त छैन सब भत्काएछ अब अर्को ठाउँ जाने यता पानी छैन नुहाउने ठाउँ छैन नुहाउने ठाउँ मकै हेर्नु हिँड्नुभएको ए ल नुहाउने ठाउँ सोधेको मकै हेर्नु हिँडेको भन्छ के भन्नु त अब नुहाउने ठाउँ छैन भनेर सोधेको मकै हेर्नु हिँडेको त्यो बिचरा लाटा थियो कि क्या हो तर यहाँ बसेर चाहिँ नसकिने रहेछ टाढा एकचोटि यहीँनिर तर्साएको पनि छ पहिला उताको पल्लो डाँडामा पल्लो डाँडामा रात नाइट क्याम्पिङ हान्थ्यौँ हामी कुखुरा सुखुरा लगेर अब आधी बाटो गएपछि आइसक्यो आधी बाटो अझै आउने बाँकी नै छ बाँकी चाहिँ अगाडि गएर देखाउँछु है गाइस हामी चाहिँ अर्को बाटो हिँड्दै हो रस त बाटो त यहाँबाट म यहाँ त निस्किने रहेछ हामी चाहिँ अब अर्को लोकेसन हिँड्दै हो होइन पानी भेटिन कि मासतिर हो ओइ झारलास माथि गयो स्टार्टै हुँदैन जानु दे त्यो छैन अब त्यही माथि अब तेलको भाउ बढेछ भन्छ होइन घटेको छैन हो घटेको छैन घटेको छ क्या हेलमेट लाउँदैन ल अब चाहिँ हामी अर्को ठाउँमा पुग्न लागेको छौँ होइन त्यहाँनिर पनि पानी छैन भने सरासरी गएर हामी घरमा गएर सुत्दैछौँ के हो निर्माण कार्य हुँदैछ ल्या एउटा ठाउँ भनेको यही भनेको थिएँ मैले रुक एकछिन म सम्झिँदै त्यहाँबाट पनि स्मृति पार्कबाट झर्ने ठाउँ छ अगाडिबाट छ तर ए स्मृति पार्कबाट झर्ने यहीँ त आइपुग्छ नि फेरि आउँदैन अगाडिबाट छ यही हो क्या आउने ठाउँ यहीँ हो लास्टमा गएर हो त हो के गर्ने त अब भगवान्ले साथ दिन्छ
भगवान्ले चाहिँ रुक्न सम्झिन देन कता कता छ पानी अलिकति याद गर्न दिमागमा यहाँ त बाटो पो बनाइरहेको रहेछ केटा हो गएर अगाडि हेर्नु न है म जाँदिनँ जाँदैन तँ जान बाइक मात्रै छिटो हिँड्नु पनि हुन्छ क्या जानु त लडी बढी भए पनि पुगिन्छ नि ठाउँमा त त्यहाँ बाटोमा पानी थियो त आमा जाँदैन रे ल अब हामी फर्किने अर्को डेस्टिनेसन जाने अब उता पनि छोडेको हुन्छ त्यताबाट गएपछि त अब सिधै उता पुग्छ पाटु एकैचोटि पाटो नि पाटु धारा काला पानी पाटोको बाटो तलबाट आयो त नि फेरि अनि नुहाउनु यता छिर अनि फेरि उताबाट घुमेर आएछ के रे भइहाल्छ रे भइहाल्छ रे अफ गर्न नुहाउन गएको कि कहाँ गएको रे गोरु नुहाउन आएको अबे साले पानी खानु अब फर्किने फर्किने त अब हामी फर्किने गएको होइन अब हामी फर्किने घर गएर धाराको पानी नुहाउने अलि यताबाट के त यस्तरी चलाउनेको नआउनुहोस् चलाउने मान्छेको टाउको आओस् अनि अगाडि आओस् One hour later. कस्तो दामी हावा चल्यो यार भाइ कालो आएको कि कस्तो आएको हेर्छ गोरै आएको छ मान्छे त कालो छु होइन त्यही पनि त कालो चोरी आएन त कति गोरु त गोरु हो कस्तो दामी हावा यार के गर्नु नुहाउनु हिँडेको मान्छे मान्छेलाई कहाँ आएर बस्नु परेको छ मेरो स्कुटीको हालत हेर्न लडाउँदा 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 त्यसलाई बिगारेर त्यो भाइसँग त पहिला पैसा थुप्रो हुन्थ्यो नि त काम गरेको नि त नयाँ त पहिला झन् सानोमा चाहिँ काम गरेको थियो त्यसले पहिला मसँग तास खेल्न आउँथ्यो कि सोध त त्यसलाई जहिले हारेर जान्थ्यो तास खेलेर पनि भयो भाइ गाना मार्न यसलाई त घुमाउनु नमिलेको हजुर ए यहाँ हातमा लिएर बसिरहेको थियो के हुन्छ त खाने चिज हो देखाउँदा के फरक पर्छ र ए एउटा भाइरल केटा छ नि भाइ त्यो के भन्छ अरे त्यो केटीसँग नाच्दा नाच्दा त्यसले फोन नम्बर माग्छ क्या त्यो केटा जस्तो देखिँदो रहेछ है तँलाई त ए हावा हो के राजा कस्तो भनेर ल तर त्योभन्दा अलि ह्यान्डसम अलि निकै ह्यान्डसम अब ह्यान्डसम भयो भने एउटै केटीले पनि हेर्दैन ऊ फुल बुनेले हेरिसक्यो थ्याङ्क यू बुनु ऊ बोल्टान के भने रे बुनुले फुल दियो अनि के भने थ्याङ्क यू भन्दा थ्याङ्क यू वेलकम वेलकम खोइ त अहिले भर्खर आवाज रोक्यो त चक्लेट पनि बोकेर अघि चक्लेट पनि लिएर आउनु भनेको छ के त्यो भाइ आउने रे अलिक भरे आउँछ रे यसो तपाईँसँग त्यही त म त के पनि म सत्य सावित्री हो भाइ पाउनु पर्दा त सत्य सावित्री होइन होइन कसम भने कसम यहाँबाट यस्तो दामी ठाउँ छ नि भाइ फेरि यहाँ अबै कस्तो दामी ठाउँ छ यार एक्कासी ब्लोर हानिदिन्छ एक्कासी मान्छेहरू गोरु दिनु
नुहाउन हिँडेको मान्छे हामी कहाँ आएर बसिरहेछौँ थाहा छैन होइन। नुहाउने ठाउँ पनि अर्को ठाउँमा गएको, अर्को ठाउँमा के अरे बन्द के अरे बाटो बनाउँदै रहेछ। त्यहाँ चाहिँ कन्स्ट्रक्सनको काम चलिरहेको रहेछ। हिँडेर जाने भयो जाने, त्यहाँबाट पनि आधी घन्टा हिँड्नुपर्छ। अनि कहाँ पऱ्यो त स्कुटी छोडेर हिँड्नु मिलेन। यस्तो टाढा छ फेरि यस्तो। लु झर्दाखेरि त ओह्रालो छ अरे, झर्ला अरे आउने बेला फेरि थाकिहाल्छ नि हामी। आएर त्यतिकै एनर्जी लस भइरहेको। त्यहाँमाथि नुहाएर एनर्जी लस भयो हुन्छ। सकिन्न भनेर फर्केर हामी चाहिँ त हावा खान आएर बसेर हावा एकछिन आएको फेरि अहिले त हावा रोकिसक्यो। अनि भन्छ भाइ केही नयाँ नौलो। अब भाइ हाम्रो भाइ कोरिया जानेवाला छ होइन। कुलुङचुङ भनेको के हो? कुलुङचुङ कहाँबाट आयो फेरि? कुलुङचुङ बोलेर हुन्छ गइहाल्छ नि। पानी हाँस्यो आरी पानी हाँस्यो पानी हाँस्यो भने जस्तो लाग्यो त भन्छ नि। के हो पानी हाँस्यो भनेको चाहिँ? पानी हाँस्यो भन्छ नि। पानी हाँस्यो भने जस्तो लाग्यो। अलि राम्रोसँग भन्। पानी हाँस्यो। नमस्तेलाई के भन्छ? के अनि हाँस्छ लसुन खाने हो लसुन लसुन खाने हो। कोरियन भाषा बोलिरहेको छु मलाई। अनि यसरी गऱ्यो भने हुँदैन, यसरी गऱ्यो भने हुँदैन। अनि त्यो हुन्छ नि ओप्पा दाइ ए ओप्पा भनेको के हो दाइको? सारङ्गे 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 सबैलाई सारङ्गे। अनि अरू खानालाई के भन्छ? रिक्सा शिक्षा 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 भनेको चाहिँ खाना रे। पनि भन्छ आप्पा फाप भन्छ भातलाई। अब भातलाई फाप, पानीलाई आङ्गी, डी मूल मूल, तरकारीलाई गान। के हो मगर भाषा ल्याइदिन्छ तरकारीमा के भन्छ? खोइ त हावा पनि रोक्यो त केटा हो भाइ। हावा रोक्यो त। अब लाग्नुपर्छ अर्को ठाउँतिर एक ठाउँमा मजाले पैसा भएको माछा त्यहाँनिर गएर बसेर खाने ठाउँ थियो नि। दामी ठाउँ थियो भाइ यार। त्यो होला नि त्यो भन्दा छैन देखा त। ए अरे यार कस्तो विश्वासै गर्दैन। स्याम पैसा अघि थियो रिचार्ज गरेको मैले। कति चाहिँ थियो र रिचार्ज गरिस् त नि? मैले 300 को रिचार्ज गरेको त। यो सेवा खाल्दै छ। खोइ त 75 करोड छ। ए दाइ यतै घुम्दै नुहाउन गएको राति खोला पानी नै रहेन रहेछ त यार। फेरि नि आएर यतिकै यहाँ बसेर पानी खाइरह के अरे हावा खाइरह। कहाँबाट आएको तपाईँ? ए ल दमे चाहिँ गएन बारी? ल अर्को ठाउँ गएपछि देखाउँछु ल।